केही भयो हामीले गरेका रिसर्चहरू सरकारलाई कति कुन कुन हाम्रो देशको प्रायोरिटी एरिया छ जहाँ हामीले काम गरिदियौँ भने आर्मी हेडक्वार्टरमा हामीले प्रेजेन्टेसनै गर्नुपर्ने भएको छ। हामीले नरहदेजी गएर त्यहाँ जियो पोलिटिकल प्रेजेन्टेसनहरू दुई तिनचोटि गरेका थियौँ। त्यो हो। त्यसपछि चाहिँ हामी हाम्रो डकुमेन्ट्सहरू पब्लिक पनि गरिदिन्छौँ। लेभिन उहाँ पनि हुनुहुन्छ। मोरियाटी भन्दा पहिला उहाँहरू दुईजनै अहिले एउटा अमेरिका चाइनाबाट पनि इन्भाइट गरेका छौँ यो चाइना डिजिटल नेपालको कुरा गर्छौँ। र दोस्रो टाइम हामी यो पनि खोज्छौँ तपाईँहरू पत्रकार मात्र यो किन स्पेसल छ र हबीबारेमा पनि टेस्ट गर्नुपर्छ भन्ने छ त्यही भएर यो राम्रो फेरि त हामी क्लेम गर्छौँ गौतम बुद्ध हामी यो तपाईँले यो चाहिँ कार्यक्रम सकिएपछि यो गर्ने कस्तो छ